आज निकै खुसी लागेको छ। मफसलमा यति राम्रो स्कुल, यति राम्रो पर्फर्मेन्स, अहिले धेरै कुराहरू अरविन्द सरले भनेर जानुभएको छ। त्यही कुरा मैले दोहोऱ्याउन चाहिनँ। म धेरै खुसी भएको छु वीरगन्जमा यो स्कुलका विद्यार्थीको पर्फर्मेन्स, यो स्कुलका विद्यार्थीको शालीनता, यो स्कुलका विद्यार्थीको अनुशासन, यो सबै देखेर म धेरै प्रभावित भएको छु र आगामी दिनमा यस स्कुलको उत्तरोत्तर प्रगतिको कामना गर्छु, विद्यार्थीको उज्जवल भविष्यको कामना गर्छु। यहाँ उत्पादन भएका विद्यार्थीहरूले देश र विदेशमा आफ्नो विभिन्न क्षेत्रमा, प्राइभेट सेक्टर, सरकारी क्षेत्र, बिजनेस, व्यापार, राजनीति जेमा गए पनि उच्च पद हासिल गर्न सकुन् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। भोइस फर चेन्ज भन्ने जुन आजको नाराका साथ यो भइराखेको छ, यो कार्यक्रम भइराखेको छ। अहिले चेन्जको कुराहरू आए। चेन्ज भनेको भौतिक विकास मात्र चेन्ज होइन। चेन्ज हुनको लागि सोसियल डेभलपमेन्ट, मान्छेको मानसिक विकास चाहिन्छ, मान्छेको सामाजिक विकास चाहिन्छ, मान्छेको संस्कृतिमा विकास चाहिन्छ, मान्छेको चरित्रमा विकास चाहिन्छ। यो सबै विकासहरू नै वास्तवमा विकासहरू हो। त्यो कारणले गर्दाखेरि हाम्रो चेन्जको आवाज हामीले लागु औषध सेवन गर्नेलाई चेन्ज गरेर नगर्ने बनाउनु पर्यो। घरमा बाल विवाह गर्नेलाई चेन्ज गरेर बाल विवाह नगर्ने बनाउनु पर्यो। श्रीमती कुट्नेलाई चेन्ज गरेर नकुट्ने बनाउनु पर्यो, माया गर्ने बनाउनु पर्यो। ड्रग्स खानेलाई चेन्ज गरेर ड्रग्स छोडेर अन्य चिजहरू शाकाहारी सात्विक भोजन गर्ने चाहिँ बनाउनु पर्यो। ठुला महल मात्रै बनाएर भएन, ठुलो हृदय, ठुलो दिमाग, ठुलो बौद्धित्व बनाउन सक्यो भने बल्ल चेन्ज हुन्छ। त्यो कारणले गर्दाखेरि विश्वमा चाहिँ सबभन्दा के छ भन्दाखेरि एउटा भौतिक विकास मात्रै विकासलाई हिसाब हुँदैन नि त। भौतिक विकास मानवीय विकास गरेर बल्ल चाहिँ टोटल विकासको चाहिँ कुराहरू आउँछ। त्यो कारणले गर्दाखेरि हामी त्यो हिसाबको चेन्ज ल्याउन सकौँ भन्ने पनि शुभकामना दिन चाहन्छु। हामी धेरै जगडेका छौँ, विशेष गरी विद्यार्थीहरू जो चाहिँ 8 देखि 12सम्म पढ्नुहुन्छ। त्यो विद्यार्थीहरूलाई हामीले आउट अफ ट्र्याक जान दिएनौँ भने, त्यो विद्यार्थीलाई हामीले सही ट्र्याकमा पठायौँ भने धेरै बाटाहरू भेटिन्छ। त्यो मध्ये उच्चतम बाटोमा हिँडायौँ भने अनि बल्ल हामी चेन्ज ल्याउन सक्छौँ, अनि बल्ल हामी चाहिँ फड्को मार्न सक्छौँ। त्यो भएर हाम्रो मानसिकता चेन्ज गर्नुपर्छ, त्यसपछि सबै चेन्ज आउँछ। अहिले हामीले देखिरहेको धेरै भोगिरहेको समस्या भनेको लागु औषधको समस्या हो। धेरै विद्यार्थीको पकेटमा लागु औषधको ट्याब्लेटहरू भेटिन्छन्। कलेज पढ्ने विद्यार्थीहरूको, डक्टर पढ्ने विद्यार्थीहरूको, इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूको पकेटमा समेत लागु औषधको ट्याब्लेट भेटिन्छन्, जो चाहिँ साइलेन्स किलर भन्छ। त्यसलाई बिस्तारै खाँदै जाँदाखेरि लाग्दै जाने र पढिसक्ने बेलामा चाहिँ मरिसक्ने हुन्छ। त्यसरी चाहिँ यो लागु औषधले बर्बाद गर्छ। यो कुराहरू अभिभावक, विद्यार्थी, टिचर सबैले जान्न जरुरी छ। आफ्नो विद्यार्थीको पकेटमा के छ, लुगा धुने बेला यसो उल्ट्याएर पकेट सुँग्यो भने थाहा हुन्छ। छोराले चुरोट खान्छ कि, छोराले गाँजा खान्छ कि, छोराले ट्याब्लेट खान्छ भन्ने कुरो थाहा हुन्छ। पढिरहेको विद्यार्थी चिया आएर यसो हेऱ्यो भने के हेरिरहेछ, के पढिरहेछ भन्ने थाहा हुन्छ। हामी त बत्ती बालेको छ, रातभरि छोरो पढाएको छ भने छोरोले के गरेछ हामी ध्यानै दिँदैनौँ। त्यो हिसाबले गर्दाखेरि अभिभावकले पनि आफ्नो बच्चाबच्चीहरू के गरिरहेछन् भन्ने अलिकति मध्यनजर गर्न जरुरी छ। सिरानी मुनि, छोराको पकेटमा, कुना काप्चातिर, अरू ठाउँमा के चिज राखेको छ भन्ने पनि अभिभावकले हेर्नुपर्ने हुन्छ। र विद्यार्थी भाइ बहिनीहरूलाई जे सिकायो त्यही सिक्छन्। त्यही भएर गुरु राम्रो भयो भने चेला राम्रो बन्छ, सिकाउने मान्छे राम्रो भयो भने सिक्नेले राम्रोसँग सिक्छ। सिकाउने भनेको पहिलो पाठशाला घर हो, दोस्रो पाठशाला स्कुल हो। हामी घरमा, स्कुलमा र सोसाइटीमा जान्छौँ नि, सोसाइटीले पनि त्यही हिसाबको लेसन दिन सक्यो भने बल्ल विद्यार्थी राम्रो विद्यार्थी हुन्छ। त्यो हिसाबले चाहिँ लाग्नुपर्छ। लागु औषध भयो, साइबर क्राइम भए, अनलाइन ठगी भए, अन्य किसिमको ठगी भए, त्यसको स्क्यामिङको कुराहरू आउँछ, आत्महत्याका कुराहरू आउँछन्, बोक्सीका कुराहरू आउँछन्, बाल विवाहका कुराहरू आउँछन्। यी सबै कुराहरूबाट हामी मुक्त समाज निर्माण गर्नुपर्छ। फेरि हामी बिस्तारै जुन स्कुलले हामीहरूलाई चाहिँ ल सर आइदिनु पऱ्यो, पढाइदिनु पऱ्यो, बोलिदिनु पऱ्यो भन्नुहुन्छ, हामी धेरै बोल्न र पढाउन चाहिँ जान्दैनौँ है। तर हामीसँग क्राइम सम्बन्धी धेरै तथ्याङ्क हामीसँग छ र क्राइम सम्बन्धी मनोविमर्श हामी दिन सक्छौँ। त्यो हिसाबले गर्दाखेरि चाहिँ सरहरूलाई, प्रहरीलाई पनि स्कुलमा बोलाएर अपराधका विरुद्धमा, ट्राफिक सचेतनाका सवालमा, अन्य अपराधका सवालमा, लागु औषधका सवालमा, साइबर क्राइमका सवालमा तपाईँहरूसँग हातेमालो गर्ने मेरो रहर छ, मेरो इच्छा छ, मेरो प्रतिज्ञा छ, मेरो प्रतिबद्धता छ।
त्यसमा साथ दिन चाहिँ सबैलाई अनुरोध गर्छु र आजको यो माया ममता आतिथ्यता जे दिनुभएको छ त्यसको लागि हार्दिक आभार व्यक्त गर्दै विद्यालय विद्यार्थी अभिभावक र यहाँको टिचर्सहरू सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दै बिदा हुन्छु। धन्यवाद। नमस्कार। जय नेपाल।